हेलो एभ्रिवान, हेलो गुड नाइट। यो भिडियो हामीले राति सुटिङ गर्दैछौँ, ठिक छ, रेकर्डिङ गर्दैछौँ। र ध्यान दिनु, आजको टपिकमा म तपाईँलाई के भन्दैछु भने हाउ टु गेट गुड मार्क्स इन एनइबी एक्जामिनेसन। गुड मार्क्स भन्दा पनि टपिकको नाम म लेखिदिन्छु। आज हाम्रो मेन टपिक के हो भने हामीले क्लास 12को जुन 12मा जुन एनइबीको जुन म्याथ इक्जाम हुन्छ नि होइन, वैशाखमा 11 गतेबाट हाम्रो इक्जाम हो र हामीले म्याथ इक्जाममा हाउ टु गेट गुड मार्क्स, ध्यान दिनु है भाइ, म के भन्दैछु भने हाउ टु गेट गुड मार्क्स इन एनइबी एक्जामिनेसन। हाम्रो आजको टार्गेटै के हो भने हामी एनइबी एक्जामिनेसनमा कसरी राम्रो भन्दा राम्रो मार्क पाउँछौँ, ठिक छ नि। आवर टार्गेट इज एनइबी 2082। यस, आवर टार्गेट इज एनइबी 2082। हाम्रो टार्गेटै हो कि एनइबी 2082लाई के गरिदिन्छौँ, हामी के गरिदिन्छौँ, क्र्याक गरिदिन्छौँ। हाम्रो टार्गेटै के हो, एनइबी 2082लाई हामी क्र्याक गर्छौँ। ध्यान दिनु, त्यो म्याथ इक्जाममा हामी आज मेन फोकस कसमा गर्छौँ भने म्याथमेटिक्समा। ध्यान दिनु है भाइ, आज हामीले मेन फोकस केमा गर्छौँ भने म्याथ्समा कसरी हामीले बब्बाल मार्क्स ल्याएर पास हुन्छ। ध्यान दिनु के टपिक छ भने एनी हाउ वी हेभ टु एचिभ ए प्लस। जुन हालतमा पनि ए प्लस ल्याएर छोड्ने हो, बाँकी जे गर्नुपर्छ म भन्छु। अब ध्यान दिनु, हामी सबलाई के थाहा छ भने ध्यान दिनु कि जम्मा यता 75 मार्क्स हुन्छ। ध्यान दिनु होइन, हाम्रो म्याथ इक्जाममा 75 मार्क्स, फिजिक्स केमिस्ट्री म्याथ्स तिनटै के हुन्छ, हाम्रो 75 मार्क्सको फुल मार्क्स हुन्छ हुँदैन। अब 75 मार्क्समा ए प्लस ल्याउनको लागि के हामीलाई 70 चाहियो त? चाहिएन, बिल्कुलै चाहिएन। हामीले 75मा 67 मार्क्स ल्याउने बित्तिकै हाम्रो ए प्लस आइदिन्छ। र आज हाम्रो मेन टार्गेट के हो, आवर टार्गेट इज एनइबी 2082 स्पेशल फर म्याथमेटिक्स सब्जेक्ट। ध्यान दिनु, द्याट इज जस्ट 67 मार्क्स आउट अफ 75। ध्यान दिनु, म के भन्छु, यदि तपाईँलाई पुरै किताब आउँदैन, यदि सबै कुरा यदि तपाईँलाई आउँदैन भने चिन्ता लिनु पर्दैन। किनभने 75मा 70 आएन भने पनि चिन्ता नलिनु, 69 आएन भने पनि चिन्ता नलिनु, 68 आएन भने पनि चिन्ता नलिनु। किनभने हामीले 75मा 67 मार्क्स ल्याउने बित्तिकै हाम्रो ए प्लस आइदिन्छ। र ए प्लस आइदियो भने त मजाले पुगिगयो भने 67मा ए प्लस छ, उता प्र्याक्टिकलमा दिइहालो ए प्लस भने टोटल तपाईँको 4 GPA त भइ नहालो। अब ध्यान दिनु, मैले के भन्छु भने फोर गुड मार्क्स नलेज अफ मार्क डिस्ट्रिब्युसन च्याप्टर। ध्यान दिनु, अब राम्रो मार्क्स ल्याउनको लागि हामीलाई सबभन्दा पहिला के थाहा हुनु पर्यो भने कुन च्याप्टरबाट कुन टपिकबाट कति मार्क्स आउँछ, मतलब मार्क्स डिस्ट्रिब्युसन हामीलाई थाहा हुनु पर्यो। ध्यान दिनु, इज इम्पोर्टेन्ट, च्याप्टर वाइज इम्पोर्टेन्ट। ध्यान दिनु, सबभन्दा पहिला म के भन्छु भने हाम्रो जुन अल्जेब्रा जुन हुन्छ, अल्जेब्रा पर्सन, अल्जेब्राबाट जम्मा सोध्छ 22 मार्क्स। ध्यान दिनु, अल्जेब्राबाट जम्मा सोध्छ 22 मार्क्स। त्यसपछि ट्रिगोनोमेट्रीबाट सोध्छ 6 मार्क्स। एनालाइटिकल ज्योमेट्रीबाट म सबैको च्याप्टर वाइज डिल पनि गर्छु। एनालाइटिकलबाट सोध्छ 9 मार्क्स। भेक्टरबाट कति सोध्छ भने तपाईँको 6 मार्क्स सोध्छ। स्ट्याटिक्स एन्ड प्रोबेबिलिटी च्याप्टरबाट तपाईँले सोध्छ 6 मार्क्स। के हामीलाई यो सबै पढ्न जरुरी छ र होइन? 75 मार्क्सको लागि त सबै पढ्नु पर्यो, तर हामीले मेन टार्गेट आजको ए प्लस हो। 75मा जसरी पनि 67देखि हामीले 70 मार्क्ससम्म हामी यसमा एचिभ गर्ने तयारीमा छौँ। आज ध्यान दिनु, त 5 मार्क्स हामी कुनै स्किप पनि गर्दा हुन्छ। अब कुन कुरा स्किप गर्ने अब भन्छु, ध्यान दिनु। त्यसपछि क्यालकुलस, फादर अफ म्याथ, सबको बाउ, क्यालकुलस 22 मार्क्समा सोध्छ। यो भनेको म्याक्सिमम विद्यार्थीको क्यालकुलसमा रङ हुन्छ। म आज सबै कुरा डिल गर्छु कि कसरी हामी पढ्नुपर्छ। ध्यान दिनु है। अब कम्प्युटेसनल मेथड और मेकेनिक्स, हामी साइन्सको विद्यार्थीले यो म्याथमा कम्प्युटेसनल मेथड हामी पढ्छौँ, मेकेनिक्स इग्नोर गर्छौँ। अब तपाईँहरू के भन्नुहुन्छ भने झन् मेकेनिक्स त साइन्सको लागि इम्पोर्टेन्ट हो, तर म के भन्छु मेकेनिक्समा धेरै क्वेसन छ, छोडिदिनु। कम्प्युटेसनल मेथडमा हामीले एउटै क्वेसनमा हामी 6 मार्क्स कसरी ल्याउँछ। ध्यान दिनु हेर भाइ। अब म के भन्छु भने लेट्स डिस्कस च्याप्टर वाइज। अब ध्यान दिनु, हाम्रो फर्स्ट च्याप्टर के हो भने अल्जेब्रा कति मार्क्सको सोध्छ? 20 मार्क्सको। मतलब के भयो भने ध्यान दिनु, पास हुनको लागि म के भन्छु भने जहिले पनि हेर्नु, पास हुनको लागि होइन इनफ छ। किन 20मा तपाईँको यहाँबाट यदि राम्ररी पढ्नुभयो भने 15 प्लस मार्क्स तपाईँको आइ नै हाल्छ। बाँकी अरू च्याप्टर ध्यान दिनु, किनभने अब ध्यान दिनु, म सबै कुरा डिल गर्छु है। ध्यान दिनु, च्याप्टर वाइज डिल गर्छु। ध्यान दिनु, च्याप्टर 1 अल्जेब्राको च्याप्टर 1 तपाईँको के हो,
पर्म्युटेसन एन्ड कम्बिनेसन। अब मेन कुरा के भने ध्यान दिनु, यसबाट सोध्ने कुरा के हो, पर्म्युटेसनमा जहिले पनि तपाईँलाई के सोध्छ भने फर्मुला बेसिस कन्सेप्ट सोध्छ। तपाईँलाई सबभन्दा पहिला फर्मुला थाहा हुनु पऱ्यो, जस्तै कि PN R छ भने के हुन्छ, n को फ्याक्टोरियल n माइनस r को फ्याक्टोरियल होइन। हामीलाई यो कन्सेप्चुअल कुरा आउनु पऱ्यो। त्यसपछि वर्ड एरेन्जमेन्ट, जस्तै कि भनिदिन्छ भने हामीसँग एउटा वर्ड छ म्याथमेटिक्स, ध्यान दिनु म्याथमेटिक्स एउटा वर्ड छ अरे, यो वर्डले हामी कुन तरिकाले, यो वर्डलाई हामीले कति डिफ्रेन्ट तरिकाले हामी एरेन्जमेन्ट गर्न सक्छौँ त्यो भइहाल्यो। त्यसपछि नम्बर अफ डिजिट फर्मेसन, ध्यान दिनु यो भन्यो के भने हामीसँग जति कि नम्बर दिइहाल्छ, हामीसँग माना कि 2 3 4 5 6 7 होइन 8, यो हामीसँग 1 2 3 4 5 6 7 हामीसँग जम्मा 7वटा नम्बर छ। यो 7वटा नम्बरले हामी 3 डिजिटको नम्बर फर्मेसन गर्नु पर्यो भने जम्मा कतिवटा नम्बर कतिवटा डिजिट हाम्रो बन्छ। यस्तो सिम्पल कुरा यसको बारेमा सोध्छ होइन, चिन्ता लिनु पर्दैन, किनभने यो मैले अलरेडी यसको भिडियो बनाएको छु, चिन्ता लिनै पर्दैन। पर्म्युटेसनबाट तपाईले नि धेरै पनि क्वेसन सोध्दैन कि यहाँबाट तपाईको 1 देखि 2 मार्क्स एउटा क्वेसन स्योर सोध्छ, त्यो ढुक्क बस्नु। त्यसपछि हामी कुरा गर्छौं कम्बिनेसनको, ध्यान दिनु कम्बिनेसनको। म के भन्छु नि तपाईले हैन, यो पर्म्युटेसन यो प्लस कम्बिनेसन गरेर तपाईले नि कम्तिमा पनि 3 मार्क्सको क्वेसन यहाँबाट त स्योर 100% सोध्छ, ध्यान दिनु। अब कम्बिनेसनमा हामीले कुन तरिकाले पढ्न, ध्यान दिनु। सबभन्दा पहिला वेज अफ सिलेक्सन वाला जति पनि च्याप्टर छ त्यो सबै हामी पढ्छौं, जुन कि फर्मुलाको बेसिसमा हुन्छ, फर्मुला कन्सेप्चुअल हुन्छ हैन। त्यसपछि कम्युनिटी फर्मेसन जस्तै कि तपाईले हेर्न सक्नुहुन्छ कुनै क्वेसनमा हामीसँग मानौ कि 20 जना, ध्यान दिनु, जस्तै कि फर इक्जाम्पलमा कस्तो क्वेसन सोध्छ भने हामीसँग हैन क्वेसन्स ब्याङ्क छ भने हेर्नु 20 जना स्टुडेन्ट छ रे, 20 जना स्टुडेन्टमा 5 वटा हामीसँग बोइज छ, अनि त्यसपछि बाँकी जस्तै कि 20 टा स्टुडेन्ट मध्ये 8 जना हामीसँग के छ बोइज छ, 12 वटा हामीसँग के छ गर्ल्स छ। अब हामीले 5 जनाको कम्युनिटी फर्मेसन गर्नु पर्यो भने त्यसमा 4 वटा केटी एटलिस्ट 4 वटा गर्ल हुनै पर्यो भने कतिवटा कम्युनिटी बन्छ। त्यो कुराहरू हामीलाई धेरै नै इम्पोर्टेन्ट छ। क्वेसन्स ब्याङ्क हेर्नु, त्यहाँ पनि क्वेसन छ, छैन भने पनि यसको भिडियोमा छिट्टै अपलोड गर्छु। अनि कम्बिनेसन वाला च्याप्टर जब पढ्नुहुन्छ नि त्यो एट लिस्ट र एट मोस्ट वाला क्वेसन्स होला, त्यहाँ 100% होला क्वेसन्स ब्याङ्कमा हैन, किनभने यसको क्वेसन्स ब्याङ्क रहँदा पनि मैले भनेको थिएँ एट लिस्ट र एट मोस्ट वाला क्वेसन त्यहाँ नछोड्नु, किनभने योबाट एउटा क्वेसन एक्जाममा सोध्छ कम्युनिटी फर्मेसन गर्नु छ। फर इक्जाम्पल म के भन्दैछु भने तपाईसँग 20 जना तपाईसँग स्टुडेन्ट छ, ठीक छ, तपाईसँग 20 जना स्टुडेन्ट छ, जसमध्ये तपाईसँग 12 वटा केटा छ र 8 वटा तपाईसँग के छ केटी छ। अब तपाईले एट लिस्ट तपाईले 5 वटा ध्यान दिने, एट लिस्ट तपाईलाई के भन्छु भने एट लिस्ट तपाईलाई हैन गर्ल्स छ, एट लिस्ट 2 जना गर्ल हुनै पर्यो, हुनै गरी एट लिस्ट 2 जना केटी हुनै गरी 5 जनाको ग्रुप बनाउनु छ भने कतिवटा कम्युनिटी बन्छ। यो क्वेसन धेरै इम्पोर्टेन्ट छ, हेरिहाल्नु। त्यसपछि हामी कुरा गर्छौं च्याप्टर 2 को नाम के हो बाइनोमियल थ्योरम, ध्यान दिनु। बाइनोमियल थ्योरममा त 4-5 मार्क्स भगवानले पनि रोक्दैन, 4-5 मार्क्स तपाईको यहाँबाट फिक्सै हो, ध्यान दिनु। त म के भन्छु सबैजना विद्यार्थीलाई तपाईहरु न्यूमेरिकल भन्दा पनि बढी तपाईले कन्सेप्चुअल कुरामा ध्यान दिनु, किनभने अब तपाई हेर्नु हैन तपाईसँग क्वेसन्स ब्याङ्क छ भने हाम्रो क्वेसन्स ब्याङ्कमा के छ न्यूमेरिकल भन्दा पनि बढी कन्सेप्चुअल कुरा सोध्छ। फर इक्जाम्पल ध्यान दिनु हैन, म के भन्छु भने नलेजेबल एन्ड कन्सेप्चुअल कुरा सोध्छ। फर इक्जाम्पल a + x को पावर n को हामीले यदि गर्नु पर्यो एक्सपान्सन भने कसरी गर्छौं, c n, 0 a को पावर n x को पावर 0 गर्छौं, प्लस c n, 1 a को पावर n - 1 x को पावर 1 गर्छौं, c n, 2 a को पावर n - 2 x को पावर 2 हैन, प्लस डट गर्दै लास्टमा c n, n a को पावर 0 x को पावर n हैन। यो सबैको ट्रिक मैले भनेको छु, यो कसरी याद गर्ने, के गर्नुपर्छ के गर्नु पर्दैन सबै कुरा मैले भनेको छु, त्यहाँ भिडियोमा हेर्दा हुन्छ। त्यसपछि हाम्रो कुरा के भयो भने नम्बर अफ टर्म्स आफ्टर एक्सपान्सन, यहाँबाट 1 यम लेख्छु, यम मतलब मार्क्स, 1 मार्क्स यहाँबाट फिक्सै हो। त्यसपछि मिडल टर्म जस्तै कि अब तपाईलाई हैन म के भन्छु भने a + x को पावर यदि n छ हैन, यसले तपाई एक्सपान्सन गर्नुभयो भने तपाईलाई n + 1 वटा टर्म बन्छ। यो कुराको मैले अलरेडी भिडियोमा भनेको छु, n + 1 वटा टर्म बन्छ। अब यो तपाईको ओड हो भने एउटा मिडल टर्म हुन्छ, इभेन हो भने दुईटा मिडल टर्म हुन्छ। त यो कुरा धेरै नै इम्पोर्टेन्ट छ, तपाईले जसरी पनि पढ्नै पर्छ हैन। अब त्यसपछि जनरल टर्मको कन्सेप्ट धेरै इम्पोर्टेन्ट छ, किनभने जनरल टर्म यदि तपाईलाई आउँदैन भने तपाईलाई एक्जाममा पास हुन गाह्रो भइहाल्छ, किनभने बाइनोमियल थ्योरम कम्प्लेक्स नम्बर जस्तो क्वेसन छोड्नुको मतलब के भयो भने तपाईले आफ्नो खुट्टामा आफै बन्चरो हान्नु भयो, ठीक छ।
अब जेनरल टर्म हेरिहाल्नु, म तपाईँलाई लेखी पनि दिन्छु किनभने अलिकति याद भइहाल्छ। जेनरल टर्म के थियो हाम्रो टी आर प्लस 1 इक्वल टू के थियो सी एन कामा आर ए को पावर एन माइनस आर एक्स को पावर आर थियो। ठिक थियो कि थिएन यस्तो। त्यसपछि सम अफ बाइनोमियल कोएफिसिएन्ट। अब ध्यान दिनु, बाइनोमियल थ्योरमबाट 2 2 + 1 गरेर पनि 5 मार्क्समा सोध्छौँ, 3 1 1 गरेर पनि 5 मार्क्समा सोध्छ, 1 1 1 र 2 गरेर पनि 5 मार्क्समा सोध्छौँ। अब त्यसपछि एक्सपोनेन्सियल एन्ड लोगारिथमिक सिरिजबाट म्याक्सिमम यहाँबाट तपाईँको 1 मार्क्समा सोध्छ e टु दी पावर x को एक्सपान्सन के हुन्छ अरे 1 + x/1 को फ्याक्टोरियल प्लस x² 2 को फ्याक्टोरियल x³ 3 को फ्याक्टोरियल प्लस x को पावर 4/4 को फ्याक्टोरियल हुँदा हुँदै इन्फिनिटीसम्म जान्छ। यो तपाईँलाई कम्तीमा पनि हैन 1 मार्क्सको क्वेसन यहाँबाट तपाईँले आउने गर्छ। ध्यान दिनु है, मैले लेखेको पनि छु 1 मार्क्सको सोध्छौँ। अनि त्यसपछि यसको प्रोपर्टी छ e टु दी पावर x प्लस e टु दी पावर माइनस x/2 को के हुन्छ गरिहाल्नु, यो पनि गरिहाल्नु। र यो दुईटा कुरा तपाईँलाई एकदम पढ्नुपर्छ। ध्यान दिनु, या त तपाईँको क्वेसन यहाँबाट फिक्सै एउटा 1 मार्क्समा सोध्छ, या त यो दुईटाबाट एउटा योबाट तपाईँलाई 1 मार्क्समा सोध्छ। म के भने यो पढिहाल्नु र यो दुईटा मध्ये एउटा सोध्छ र यहाँबाट 100% 1 मार्क्स लेखेको छु नि मैले, तपाईँलाई डाइरेक्टै एक्सपान्सन सोधिदिन्छ हैन कि राइट एक्सपान्सन अफ लग बेस e1 + x। यो तपाईँले याद हुनु पर्यो, यो पनि तपाईँलाई याद हुनु पर्यो। त्यसपछि हामी कुरा गर्छौँ कसको भनेपछि कम्प्लेक्स नम्बरको। ध्यान दिनु, च्याप्टर 3 कम्प्लेक्स नम्बर। मैले यहाँ के लेखेको छु पढ्नु त, मोस्ट इम्पोर्टेन्ट टपिक्स फर एटेन्डिङ मार्क्स इन एनइबी। के लेखेको छ, फर एटेन्ड्स मार्क्स इन एनइबी। एनइबीमा मार्क ल्याउनको लागि यो कम्प्लेक्स नम्बर पनि धेरै नै इम्पोर्टेन्ट टपिक हो। यहाँ पनि म के भन्छु, कन्सेप्चुअल कुरा तपाईँले हुनु पर्यो न्युमेरिकल भन्दा पनि। यु मस्ट ह्याभ कन्सेप्ट रादर द्यान न्युमेरिकल सोल्भिङ। न्युमेरिकल भन्दा पनि तपाईँलाई कन्सेप्चुअल कुरा एकदम धेरै आउनु पर्यो। ठिक छ, यहाँ पढ्नुपर्ने कुरा के हो भने कम्प्लेक्स नम्बर कुनै पनि x + आइवाको फर्ममा कम्प्लेक्स नम्बर छ भने त्यो कम्प्लेक्स नम्बरलाई हामीले पोलार फर्ममा कसरी कन्भर्ट गर्ने रे r cos θ + i sin θ को फर्ममा कसरी कन्भर्ट गर्ने त्यो निकाल्नु पर्छ। जस्तै कि कुनै पनि कम्प्लेक्स नम्बरमा x थाहा भइहाल्यो, y थाहा भइहाल्यो, r इक्वल टू के गर्नुहुन्छ √x² + y² हैन। यसको 1 सर्ट भिडियो छ हैन, तपाईँ हेरिहाल्नु। लगभग यो तपाईँको 1 आवर 46 मिनटको होला हैन। यदि तपाईँ हेरिहाल्नु, तपाईँलाई 100% म लेखेर दिन्छु, तपाईँले लेखेरै म दिन सक्छु स्योर। तपाईँ कम्प्लेक्स नम्बरको क्वेसन छोड्नुहुन्न हैन। त्यसपछि पोलार फर्मबाट हामीले युलर फर्ममा कसरी गर्छौँ त्यो इम्पोर्टेन्ट छ। अनि यहाँबाट कन्सेप्चुअल कसरी आउँछ भने एउटा कम्प्लेक्स नम्बर यो पोलारको फर्ममा, अर्को कम्प्लेक्स नम्बर यो छ। अब Z1 × Z2 र Z1/Z2 दुईटा कुरा यहाँबाट बन्छ, या त Z1 × Z2 वाला या त Z1/Z2 वाला हैन। यसको आर्गुमेन्ट एम्प्लिट्युड कति हुन्छ त्यो पनि मैले गराएको छु भिडियोमा। मोडुलस कति हुन्छ रे, पोलार फर्म कति हुन्छ। यो क्वेसन तपाईँले सोध्छ 1 मार्क्स गरेर कति भयो, 3 मार्क्स त भइहाल्यो नि। अब तपाईँ भन्नु तपाईँलाई न्युमेरिकल गर्न आउँछ, सोल्युसन गर्न आउँछ र यो कन्सेप्चुअल कुरा थाहा छैन भने त गाह्रो हुन्छ। र यो तपाईँलाई 2081 र 8079 तिर पनि सोधेको कुरा हो। अब त्यसपछि डी मोबिये थ्योरम। तपाईँसँग टाइम छैन, छोडिदिनु। टाइम छैन भने यसको प्रुफ डाट हामीलाई पढ्नु पर्दैन, प्रुफ डाट त्यति धेरै इम्पोर्टेन्ट छैन। तर म के भन्छु भने तर जस्ट स्टेटमेन्ट चाहिँ नबिर्सिनु, स्टेटमेन्ट एप्लिकेसन। यसको एप्लिकेसन के हो, म्याक्सिमम विद्यार्थीले डी मोबिये थ्योरम सबैले आउँछ। जस्तै कि r छ cos θ + i sin θ को पावरमा यदि n भयो भने हामी सबैलाई थाहा छ r को पावर n हुन्छ, cos n θ हुन्छ प्लस i sin n θ। हामी सबलाई यो स्टेटमेन्ट थाहा छ डी मोबिये थ्योरमको। तर यसको एप्लिकेसन के हो, एप्लिकेसन पनि तपाईँले त 1 मार्क्समा सोध्छ नि। म के भने कन्सेप्चुअल क्वेसन त छोड्दिनु हुँदैन अल्जेब्राबाट। अल्जेब्रा इज मोस्ट इम्पोर्टेन्ट, कन्सेप्चुअल क्वेसन नछोड्नु। एप्लिकेसन सोधिदिन्छ तपाईँलाई, मानिहाल कि 1 मार्क्समा, 1 मार्क्सको पनि त धेरै भ्यालु छ कि छैन। 66 आउने बित्तिकै तपाईँको A+ हुँदैन, तर 67 आउने बित्तिकै A+ भइदिन्छ। त्यसैले यो एप्लिकेसन के हो यसको, इट इज युज्ड फर फाइन्डिङ द स्क्वायर रुट अफ अथवा क्युब रुट अफ अथवा nth रुट अफ कम्प्लेक्स नम्बर। ठिक छ, त्यसपछि हामी कुरा गर्छौँ च्याप्टर 4। ध्यान दिनु, सिक्वेन्स सिरिजबाट पनि इम्पोर्टेन्ट टपिक्स फर मार्क्स अब्टेन। सिक्वेन्स सिरिजबाट पनि हामीले मार्क्स ल्याउन एकदम सजिलो भइहाल्छ। ध्यान दिनु कसरी, यहाँबाट पनि तपाईँलाई म के भन्छु भने कम्तीमा तपाईँलाई हैन, कम्तीमा पनि तपाईँलाई यहाँबाट तपाईँलाई 5 मार्क्सको 4 देखि 5 मार्क्सको क्वेसन फिक्सै सोध्छ। जस्तै कि यो सिम्पल सोध्छ। सिक्वेन्स सिरिजमा जम्मा दुईटा कुरा छ, एउटा सिक्वेन्स सिरिज, अर्को म्याथमेटिकल इन्डक्सन। सिम्पल
सिक्वेन्स सिरिजबाट 2 मार्क्समा सोध्ने गरिन्छ। म्याथमेटिकलबाट लगभग 3 मार्क्सको सोधिन्छ, अथवा योबाट 3 योबाट 2, त्यस्तै जम्मा यो दुईटाबाट कति सोध्छ भने 5 मार्क्सको क्वेसन फिक्सै हो। ध्यान दिनु। अब नेचुरल नम्बरको सम के हुन्छ? यति हुन्छ। सबै नेचुरल नम्बरको स्क्वायर गरेर सम गरौँ भने यति हुन्छ, क्युब गरेर सम गरौँ भने यति हुन्छ। अब यसमै n को ठाउँमा n+1 हुँदा के हुन्छ त्यो सोधिन्छ। यस्तो यस्तो क्वेसन तपाईँ क्वेसन्स भागमा हेर्नु, धेरै इम्पोर्टेन्ट छ। यो छोडेर जानुको मतलब तपाईँले आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो। अनि म्याथमेटिकल इन्डक्सन सबभन्दा मोस्ट इम्पोर्टेन्ट टपिक। ध्यान दिनु। अल्जेब्राको यो एकदम सिम्पल छ र म यहाँ लेखिदिएको छु, यहाँबाट 3 मार्क्स आउँछ। ध्यान दिनु। अल्जेब्रा छोड्नु नै हुँदैन कि अल्जेब्रा छोड्नु नै हुँदैन, चाहे त्यो परम्युटेसन कम्बिनेसन हो, चाहे त्यो म के यहाँ पनि भनिदिन्छु परम्युटेसन कम्बिनेसनबाट फिक्स लेखेर आउनु, जसरी पनि लेखेर आउनु। सिम्पल च्याप्टर यो छोड्नु भयो भने गाह्रो हुन्छ। च्याप्टर 2 बाइनोमियल थ्योरम र कम्प्लेक्स नम्बर अनि सिक्वेन्स सिरिज, यस्तो सिम्पल च्याप्टर कोही छोडेर आउँछ बेकुबै हुन्छ त्यो मान्छे, हैन। छोडेर आउनु नै हुँदैन, जसरी पनि पढ्नु। ठिक छ। अब हेर्नु च्याप्टर 5 मा म्याट्रिक्स बेस्ड सिस्टम अफ लिनियर इक्वेसन। अब ध्यान दिनु, यो च्याप्टरमा के हामीले सबै पढ्नुपर्छ त? पर्दैन। सबै किन पढ्नु? ध्यान दिनु। म के भन्दैछु, रो इक्विभ्यालेन्ट मेथड छ एउटा, छ किसिमको रो इक्विभ्यालेन्ट मेथड। त्यो रो इक्विभ्यालेन्ट मेथड र हामीले मैट्रिक्स इन्भर्स मेथड र करेमर्स रुल, यो 3टा कुरा हामीसँग यो च्याप्टरमा पाउँछौँ हामी, हैन। अब ध्यान दिनु, यो करेमर्स रुल जुन छ यो 2080 मा सोधेको 4 मार्क्समा, मैट्रिक्सबाट 2081 मा सोधेको हो, लगभग 4-5 मार्क्समा आउँछ। यहाँबाट रो इक्विभ्यालेन्ट सबभन्दा बढी 2081 मा पनि सोधेको छ, 2080 मा पनि सोधेको छ। मतलब तपाईले रो इक्विभ्यालेन्ट र यो दुईटा पढ्नु जसरी भए पनि, किनभने यो दुईटाबाट क्वेसन आउँछ एउटा ढुक्क भएर बस्नु, एउटा क्वेसन त स्योर हो, हैन। जसरी पनि त पढ्नु। म के लेख्छु 3 देखि 4 मार्क्स यहाँबाट तपाईलाई आउँछ। ठिक छ नि, मजाले पढ्नु। अब यदि टाइम छ भने करेमर्स रुल हेर्नु, र करेमर्स रुल हाम्रो लागि नयाँ कुरा होइन। हामी यो क्लास 10 मा एससी दिने बेला पनि हामीले यो कुरा पढेकै हो। त्यहाँ 2टा इक्वेसन थियो, यहाँ 3टा इक्वेसन छ, अरु केही फरक पर्दैन। अब ध्यान दिनु, च्याप्टर 6 ट्रिगोनोमेट्री, जसमा जम्मा 2टा टपिक छ, प्रोपर्टिज अफ ट्रायंगल, सोल्युसन अफ ट्रायंगल। मैले अघि के भने तपाईलाई कि हामीले जम्मा 75 मार्क्समा हामीले 67 मार्क्स ल्याउने बित्तिकै त A+ भइहाल्यो नि। अब 75 मा 75 ल्याउनको लागि त गाह्रो छ बाबु। हेर टाइम कम छ, र 75 मा 70 आएन भने पनि टेन्सन लिनु पर्दैन, एकदम छोडिदिनु, हैन। टेन्सन लिनै पर्दैन। 67 मा A+ छ नि त, हैन। अब म के भन्छु, यदि तपाईसँग टाइम कम छ भने ट्रिगोनोमेट्रीलाई नै पुरै स्किप गरिदिनु। तपाईँ भन्नुहुन्छ वाउ के भनिदिनु भयो सरले, के भनिदिनु भयो दाइले। हैन भाइ, म रियल कुरा भन्दैछु, ट्रिगोनोमेट्रीमा धेरै क्वेसन छ। अब 6 मार्क्स सोध्छ यहाँबाट, स्किप गरिदिए पनि कुनै फरक पर्छ जस्तो लाग्दैन, किनभने एउटा अब्जेक्टिभ तपाईले यो गरि नै हाल्नुहुन्छ एक्जाममा, जसरी पनि त्यो सबैलाई थाहा छ। र बाँकी 5 मार्क्समा 2टा क्वेसन सोध्छ। त्यसैले यो अलिकति पछि टाइम दिनु, कि हामीसँग यदि टाइम बच्यो भने यो पछि टाइम दिनु, नत्र बुझिहाल्नु भयो। ठिक छ। अब कोनिक सेक्सन हामी च्याप्टर 8 मा जान्छौँ। ध्यान दिनु, कोनिक सेक्सनमा जम्मा 3टा टपिक छ। सर्कल, एउटा सर्कल मान्छु म, र इलिप्स हाइपरबोलाले म एउटै मान्छु। यो 2टा म मान्दिनँ, एउटै मान्छु, र प्याराबोलाले एउटा मान्छु। अब ध्यान दिनु, यहाँ अब कुन पढ्ने त? विद्यार्थी यहाँ कन्फ्युजन हुन्छ। ध्यान दिनु, म के भन्छु, सर्कलबाट 2081 मा आएको हो 3 मार्क्समा, फेरि 2081 मा 3 मार्क्समा आएको हो, 2080 मा जम्मा 2 मार्क्समा आएको हो। इलिप्स र हाइपरबोला यो पछि कुरा गर्छु म, र प्याराबोलाबाट 2081 मा 3 मार्क्समा, 2081 मा 3 मार्क्समा, त्यसपछि एकैचोटि 77 मा आएको। मतलब के बुझ्नुभयो कि 2077 पछि 78 मा सोधेन, 79 मा सोधेन, 80 मा सोधेन, एकैचोटि सोधियो 81 मा। तर सर्कललाई हेर्नु, 80 मा पनि सोधेको छ, 81 मा पनि सोधेको छ, हैन। त्यसैले सर्कल मोस्ट इम्पोर्टेन्ट छ। सर्कल पहिला ध्यान दिनु, त्यसपछि इलिप्स र हाइपरबोला। किनभने इलिप्स हाइपरबोला हेर्नु तपाईँ 77 मा सोधेको हो, 78 मा, 79 मा, 80 मा र 81 मा। त्यसैले इलिप्स हाइपरबोला यो तपाईको मोस्ट इम्पोर्टेन्ट टपिक हो। यो चाहिँ नछोड्नु, हैन। म के भन्छु भने यो चाहिँ नछोड्नु, र सर्कल चाहिँ नछोड्नु। यदि त्यसपछि त हामीले टाइम बचाउनै पर्छ नि, टाइम त बचाउनै पर्छ, जसरी पनि टाइम बचाएर प्याराबोला चाहिँ पढिहाल्नु, हैन। यसको पनि म छिट्टै भिडियो ल्याइदिन्छु। र च्याप्टर 9 मा चाहिँ तपाईलाई के छ भने
प्रोडक्ट अफ भेक्टर ध्यान दिनु म यति मेहनत गर्दैछु यार यति मेहनतले होइन अहिले तपाईँ यता टाइम हेर्न सक्नुहुन्छ यहाँ तपाईँ टाइम हेर्नु होइन 9:01 राति हुँदैछ 9:01 होइन फ्ल्याटमा म मात्रै जागेको छु बाँकी सब सुतिसक्यो किनभने यहाँ फ्यामिली बस्ने फ्ल्याट हो यो होइन ध्यान दिनु होइन र यति राति पढाउँदैछु यार तपाईँहरू प्लिज सब्सक्राइब गरिहाल्नु मैले फिजिक्सको इम्पोर्टेन्ट टपिकको जुन भिडियो बनाएको थिएँ त्यसमा 4K प्लस भ्युज गयो मात्र 4 दिनमा तर सब्सक्राइब तपाईँहरू गर्नुहुन्न यार होइन अब तपाईँ आफै भन्नु राति 11 बजे 12 बजे अब त झन् यनिबी आयो नि अब त म रातभरि सुत्दिनँ जसरी पनि भिडियो तपाईँहरूले म पठाउँछु पुगाउँछु त्यसको लागि त म कुनै पैसाहरू लिँदिनँ नि होइन सब्सक्राइब गरिदिनु ताकि हाम्रो च्यानल किनभने बढी सब्सक्राइब हुन्छ नि भने बढी विद्यार्थीसम्म हाम्रो च्यानल पुग्छ कि मेन कुरा त्यो प्लिज यार सब्सक्राइब गरिदिनु होइन अब ध्यान दिनु प्रोडक्ट अफ भेक्टरमा तपाईँलाई म के भन्छु डट प्रोडक्ट पढिहाल्नु यसलाई कम टाइम दिनु यसलाई तपाईँ अलिकति कम टाइम दिनु अरूभन्दा तर क्रस प्रोडक्टलाई तपाईँ धेरै टाइम दिनु यसमा तपाईँलाई प्यारालेलोग्राम र ट्राइङ्गलको एरियावाला क्वेसन सोध्छ ध्यान दिनु एरियावाला क्वेसन सोध्छ र क्रस प्रोडक्ट तपाईँले एकदम आउनु पऱ्यो डट प्रोडक्ट त आइ नै हाल्छ यो हामीले क्लास 10मा 11मा र 9मा पनि यो हामीले पढेकै कुरा हो त्यसैले टेन्सन लिनु पर्दैन अब यो साइन ए प्लस बी कस ए प्लस बी यस्तो क्वेसनको प्रुफ आउन सक्छ चान्स छ तर धेरै चान्स छैन म लेखेर भनिदिन्छु यसको 25% चान्स मात्रै छ किनभने यो लङ छ लङ कुरा धेरै सोध्दैन तर ध्यान दिनु एउटा क्वेसन म के भन्छु प्रुभिङवाला क्वेसन एउटा हुन्छ कि क्वेसन्स ब्याकमा हेर्नु प्रुभ द्याट जति दिएको हुन्छ ए भेक्टर प्लस बी भेक्टरको म्याग्निट्युड बराबर ए भेक्टर माइनस बी भेक्टरको म्याग्निट्युड यस्तो कुनै क्वेसन्स हुन्छ हैन अनि त्यसमा चाहिँ ए भेक्टर बी भेक्टर परपेन्डिकुलर छ भनेर प्रुभ गर प्यारलेल छ भनेर प्रुभ गर एउटा कुन थियो भने 1/2 साइन थीटा के थियो त्यस्तो पनि प्रुभ गर त्यो क्वेसन चाहिँ प्रुभिङमा हेर्नु है 2 मार्क्समा धेरै इम्पोर्टेन्ट छ यो हैन एउटा क्वेसन साइन ए बाई ए साइन बी बाई बी साइन सी बाई सी यो वाला पनि धेरै इम्पोर्टेन्ट छ हेर्नु जसरी पनि हेर्नु ठीक छ अब हामी कुरा गर्छौँ कसको कोरिलेसन एन्ड रिग्रेसनको ध्यान दिनु अब यहाँबाट तपाईँले म के भन्छु भने 6 मार्क्स त यहाँबाट तपाईँलाई संसारमा भगवानले चाह्यो भने त बेग्लै कुरा हो नत्र मानव जातिमा कसैले पनि तपाईँले यहाँबाट 6 मार्क्स ल्याउनबाट रोक्दैन मानव जातिमा किनभने यसको मैले 1 सर्ट भिडियो बनाएको छु 2 घण्टा प्लस 20 मिनट समथिङको छ र यो तपाईँले पढिहाल्नुभयो भने तपाईँले केही पनि यसको पढ्नु पर्दैन ध्यान दिनु कोरिलेसन आउन पनि सक्छ र सक्दैन पनि 10% चान्स छ तर आइदियो भने यही भइहाल्छ 100% त त्यो कुरा तपाईँ ख्याल गर्नु रिग्रेसन 5 मार्क्स फिक्स रिग्रेसनको इक्वेसन म्याक्सिमम सरहरूले कुन न कुन तरिका गजाङ गुजुङ पढाइदिन्छ कि यार दिमागको माथिबाट गइदिन्छ यार हैन त्यसैले र यसको तरिका जुन म सम्झाएको छु 1 सर्ट भिडियोमा एकचोटि हेरिहाल्नु अलिकति भिडियो भगाएर हेरिहाल्नु स्किप गरिदिनु सुरुको कुराहरू तपाईँले यो चाहिँ नछोड्नु है बाबु म हात जोडेर खुट्टा जोडेर भन्छु यो चाहिँ नछोड्नु धेरै इम्पोर्टेन्ट छ रिग्रेसन यार कुरा बुझ्नु न अनि कोरिलेसनको तपाईँ पढ्नु यसमा के छ र एउटा त कार्ल पियर्सन छ यार एउटा त कार्ल पियर्सन छ अरू छ के यसमा भन त केही छैन तपाईँ त्यो पढिहाल्नु ठीक छ प्लिज पढिहाल्नु ठीक छ अनि रिग्रेसन त नछोड्नु र प्रोबेबिलिटी मार्गोली चल हटा स्किप गरिदे प्रोबेबिलिटीलाई मार्गोली चल हटा स्किप गरिदे किन सर तपाईँ यस्तो कुरा भन्दै हुनुहुन्छ अरे भन्नुपर्छ कोरिलेसन रिग्रेसन र प्रोबेबिलिटी दुईटा मिलाएर सोध्छ एक्जाममा 6 मार्क्समा 5 मार्क्स यहाँबाट आइहाल्छ चिन्ता लिनु पर्दैन प्रोबेबिलिटीलाई स्किप गरिदियो स्किप गर्नु भने पहिला यो पढिहाल त्यसपछि प्रोबेबिलिटी पढ किनभने यहाँबाट त सबैलाई थाहा छ कोरिलेसन रिग्रेसनबाट फिक्सै क्वेसन आउँछ सबैलाई थाहा छ हैन सबैलाई थाहा छ कसैलाई थाहा छैन भने भन सबैलाई थाहा छ फिक्स क्वेसन आउँछ तर प्रोबेबिलिटीमा धेरै क्वेसन पढ्नुपर्छ र यहाँमा त थोरै क्वेसन पढ्नुपर्छ त्यसैले म के भन्छु भने यो पढिहाल्नु भइहाल्यो अब क्याल्कुलस सबको बाउ क्याल्कुलसमा जम्मा सोध्छ 22 मार्क्समा 22 मार्क्स मतलब सबैभन्दा बढी सोध्छ अहिलेसम्म पनि यदि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिहाल्नु
म रिक्वेस्ट गर्दैछु, किनभने धेरै मेहनत लाग्छ। पुरै क्वेसन्स ब्याङ्क क्युबी मतलब क्वेसन्स ब्याङ्क लिएर बस्नुपर्छ, बुक हेर्नुपर्छ, कुन इम्पोर्टेन्ट छ छैन। अब मैले अघि भने नि, जस्तै कि मैले के भने तपाईँलाई कि अघि नै के भन्थेँ भने सर्कलमा कुन कुन सालमा सोधेको छ, इलिप्समा कुन कुन सालमा सोधेको छ, प्याराबोलामा कुन कुन सालमा सोधेको छ, यो सब मलाई हेर्नुपर्छ। यति मेहनत गरेर भिडियो बनाउँछु कि हेर्नु, जब क्लासमा बोर्डमा पढाउँछु त्यतिखेर टेन्सन हुँदैन। सर र पढाउने हो, लाइभ क्लास, फिजिकल क्लास, अनलाइन क्लास सब एउटै हुन्छ। तर यसको लागि त धेरै मेहनत गर्नुपर्छ नि, भन्नु त होइन र ध्यान दिनु। अब सबभन्दा बढी तपाईँले यहाँबाट सोध्छ च्याप्टर 12 डेरिभेटिभ, एकदम बेसिक कन्सेप्ट छ। क्यालकुलसको त म के भन्छु नि, यसको तपाईँ सबै भिडियो तपाईँ यसको नि हाम्रो आफ्नै फिजिक्स वालेटको च्यानलमा पाइहाल्नुहुन्छ, चिन्ता लिनु पर्दैन। धेरै इम्पोर्टेन्ट छ, ध्यान दिनु। क्यालकुलसमा डेरिभेटिभ पढिहाल्नु, त्यसको बेसिक कन्सेप्टदेखि नै मैले पढाएको छु। एउटा टपिक होला त्यहाँ च्याप्टरमा, रिभ्यू अफ क्लास 11, रिभ्यू अफ 11th कन्सेप्ट। किनभने क्लास 12मा सुरु गर्नुभन्दा पहिला म 11को कुरा म भनिदिन्छु भिडियोमा। त्यसैले 11 वाला त्यो बेसिक कन्सेप्ट हेरिहाल्नु। हाइपरबोलिक फङ्सन, जस्तै कि साइन हाइपरबोलिकको डेरिभेटिभ कस हाइपरबोलिक हुन्छ, त्यो 2 देखि 3 मार्क्समा यहाँबाट सोध्छ। च्याप्टर 3 एप्लिकेसन अफ डेरिभेटिभ, यल हस्पिटल रुल पढ्नु, सिम्पल छ, 2 मार्क्स यहाँबाट आइहाल्छ। डिफरेन्सियल ट्यान्जेन्ट नर्मलमा जम्मा 3 मार्क्समा आउन सक्ने चान्स हुन्छ, रेट मेजरमा पनि 3 मार्क्समा आउन सक्ने चान्स हुन्छ, छोडेर चाहिँ नआउने इक्जाममा, ठिक छ। यो नछोड्नु। एन्टी डेरिभेटिभ धेरैजना विद्यार्थीलाई गाह्रो लाग्छ, तर म यसको पनि सबै भिडियो त बनाएकै छु, स्ट्यान्डर्ड इन्टिग्रल 1 को, स्ट्यान्डर्ड इन्टिग्रल 2 को, रेसनल फ्रेक्सनको। त्यसैले तपाईँ भिडियो हेर्दा पनि भइहाल्छ। र म के भन्छु, यो सिम्पल तरिकाले, म जुन तरिकाले यो सम्झाइदिएको छु त्यो तरिकाले धेरैजना टिचरले सम्झाउन सकिराखेको हुँदैन। यो चाहिँ पढिहाल्नु, ठिक छ, मजाले पढ्नु। अनि त्यसपछि डिफरेन्सियल इक्वेसन, डिफरेन्सियलमा छ के, एउटा होमोजिनियस भेरिएबल सेपरेटेड फर्म। र तपाईँले इक्जाममा थोरै न टोकेर दिन्छ कि सोल्भ बाई भेरिएबल सेपरेसन फर्म अथवा होमोजिनियस फर्म, खालि सोल्भ भनेको हुन्छ। जुन मेथड मन लाग्छ गर्नु, ठिक छ। लिनियर डिफरेन्सियल इक्वेसन, यो अलिकति धेरै नै इम्पोर्टेन्ट छ, यहाँबाट फिक्सै क्वेसन सोध्ने गरिन्छ, स्किप नगर्नु। जस्तै कि dy बाई dx इक्वल टु py प्लस q को फर्ममा हुन्छ होइन। अनि यो अलिकति हामीले उल्टा लेखिदियो, ध्यान दिनु। के हुन्छ भने dy प्लस dx प्लस py इक्वल टु q को फर्ममा हुन्छ होइन। त्यसपछि इन्टिग्रेटिङ फ्याक्टर निकाल्नुपर्छ, e टु दी पावरमा इन्टिग्रेसन p dx गरेर, यो सब चाहिँ पढ्नु, ठिक छ नि। अब त्यसपछि रामबाण कम्प्युटेसनल मेथड 6 मार्क्समा सोध्छ, ध्यान दिनु। 6 मार्क्समा जम्मा त्यसमा 5 + 1 मतलब 5 मार्क्समा र +1 मार्क्समा सोध्छ, ध्यान दिनु। यसमा सिस्टम अफ लिनियर इक्वेसन छ, गॉस इलिमिनेसन मेथड छ, गॉस साइडल मेथड छ र सिम्प्लेक्स। सबभन्दा पहिला म के भन्छु, यो 3टा पहिला स्किप गर्नु, एकैछिन पक्नु, भिडियो बन्द गरेर भाग्नुहुन्छ, रुक्नु 1 मिनट। स्किपको मतलब छोड्ने होइन, पहिला कुरा बुझ्नु न पहिला होइन। सिम्प्लेक्स मेथडबाट 2079, 80, 81मा सोधेको छ र यता हिसान इक्जाममा पनि यही सोध्यो। 2082मा यसको हाई चान्स छ, लगभग 90%, 99%। यो चाहिँ नछोड्नु, फिक्स क्वेसन यहाँबाट आउँछ होइन। र त्यसपछि गॉस इलिमिनेसन पढ्नु, गॉस इलिमिनेसन पढेपछि सिस्टम अफ लिनियर इक्वेसन पढ्नु। यो तपाईँले 1 घन्टा पनि टाइम दिनुभयो भने यो दुइटै कभर हुन्छ, र आधी घन्टा टाइम दिनुभयो 30 मिनट भने तपाईँलाई यो कभर भइहाल्छ। त सबभन्दा पहिला सिम्प्लेक्स पढ्नु, भेरी 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 इम्पोर्टेन्ट, ठिक छ। र त्यसपछि यो 3टा पढ्नु। यो 3टा पढ्न कति हुन्छ, म्याक्सिमम 1 देखि 1.5 घन्टा टाइम लाग्छ, पढिहाल्नु। तर कतिखेर पढ्ने, यो सकेपछि मात्रै, ठिक छ। ल यति भन्दै म धेरै टाइम लिँदिनँ, त्यतिकै भिडियो 30 मिनटको लगभग बन्न आँटिसकेको छ। अब एडिटिङ गर्छु भने लगभग 2 मिनट कट्छ होला होइन। अनि बेस्ट अफ लक फर एनी भी इक्जाम होइन। र प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होइन, किनभने हाम्रो फिजिक्सको भिडियोमा पनि म फेरि भन्दैछु 4K प्लस भिडियो गयो, र यसमा तपाईँले 100वटा कमेन्ट फर्स्टै दिनमा आएको थियो कि सर यो त्यो होइन, सबै कुराको कमेन्टहरू आएको थियो। र यति धेरै इम्पोर्टेन्ट छ यो भिडियो फिजिक्सवाला कि कुरै छोडिदिनु। त्यसमा पनि सब्सक्राइब धेरैजना विद्यार्थीले गरेन, 4000 भ्युजमा कम्तीमा पनि 100ले गरे पनि हुन्थ्यो नि होइन। सोच्नुपर्ने कुरा हो यार, छोडिदिनु होइन, तर यसमा चाहिँ गरिदिनु होइन। अनि बेस्ट अफ लक। केमिस्ट्रीको पनि हामी छिट्टै यस्तो भिडियो निकाल्नेछौँ, त्यसपछि बायोलोजीको पनि यस्तो भिडियो छिट्टै आउनेछ होइन, चिन्ता लिनु पर्दैन। बेस्ट अफ लक, थ्याङ्क यू।